ल यो भित्र कि अब ल्याइदिन्छ यो लाउ गर्नु पाकेर हैन यो मान्छे चाहिँ अहिले सिक्किममा चढेर उठिराख्नु भएको छ। कहाँ पो भन्ने हुनुहुन्छ यो मान्छे चाहिँ लावारिस अवस्थामा यो बिपिकेएसएसले अगाडि भेट्नु भएको छ राति। अहिले यो मान्छेको उद्धार कार्यक्रममा अध्यक्षज्यू गौरव श्रेष्ठजी लागिराख्नु भएको छ। अहिले उहाँको घर चाहिँ सोद्धाखेरि चन्द्रनिगापुर चपुर भन्नुभएको छ। उहाँसँग न एक पैसा छ न खानेकुरा केही छ। हाम्रो गौरव श्रेष्ठ सरले सबैसँग सहयोग दिएर उहाँको खुट्टामा पनि समस्या छ पाएको छ। सबैसँग सहयोग उठाएर उहाँको ब्यान्डेजहरू गराएर गाडी अब लगभग हिँड्छ अब केही पैसा दिएर नयाँ लुगा भेस्ट जुन देखिराख्नुपर्छ लगाएको त्यो नयाँ भेस्ट लुगाहरू पनि किनिदिएको रहेछ। केही खानेकुराहरू पनि किनेर उहाँलाई भानुचोकसम्म लगेर डाइरेक्ट बसमा उहाँको घरसम्म जाने बस चढाएर उहाँको घरसम्म पुर्याउने उद्धार कार्यक्रम चाहिँ गरिराख्नु भएको छ हाम्रो गौरव सरले। उहाँसँग केही पैसा पनि नभएको कारणले गाडी भाडा र केही खानेकुरा र केही पकेट खर्च पठाउनु पर्छ हाम्रो सरले। यो भिडियोलाई तपाईहरूले लाइक सेयर कमेन्ट र उहाँको मान्छे आफन्त मान्छेसम्म पुर्याइदिनु धन्यवाद चाहन्छु। सबैलाई सहयोगदाताहरू हुनुहुन्छ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। भएको दृश्य अहिले चाहिँ गाडीको भानुचोक हो। भानुचोकमा लगेर गाडीमा चढाएर गाडीको टिकट पनि खरिद गरेर पठाउनु भएको छ हाम्रो गौरव सरले। धन्यवाद।